अर्ग्यानिक शाखा छ काम गर्नुपर्छ सब्जी केलाउने गुड मर्निङ यहाँ चाहिँ चिया पस्किनु हुँदैछ चाहिँ खोर्सानी काट्नु हुँदो रहेछ यता चाहिँ गर्नु भने अस्ति पनि मान्नु भएन आज केही भनिदिनुहोस् न तपाईँले अब आज चाहिँ केही हजुर होइन आज अब डुब्छेन कति दिन भयो अनि कस्तो चल्दैछ हजुर यस्तो नमस्ते हजुर कसैले आज चाहिँ डुब्छेन हाम्रो 5 दिन सकेको छ त्यो मलाई पनि थाहा छैन होइन र हाम्रो यहाँ डुब्छेन चाहिँ के को द्वारा भइराखेको छ भने गुरु दोर्जे डोलोद्वारा गुरु दोर्सो अवतार 10वटा अवतार छ नि त नि हजुर 8वटा गुरु छेङ्गे हजुर त्यो भित्रबाट चाहिँ गुरु दोर्जे डोलोद्वारा चाहिँ एकदमै राम्रोसँगले डुब्छेन पूजा भइराखेको छ जति पनि अब यहाँ अहिले काम सघाउन आउनेहरू धेरैजना आइराखेको छ डोनेसन पनि धेरै राम्रो आइराखेको छ र 29 तारिक 29 को बिहान कम्ती कम्ती 5 बजी यस्तोमा चाहिँ वाङ हुन्छ यत्रो 10 दिन पूजा गरेको चाहिँ अब जति पनि त्यहाँभित्र सामग्रीहरू छ सामानहरू छ सुईदेखि लिएर सुनदेखि लिएर फुल्पादेखि लिएर दोर्जेदेखि लिएर धेरैवटा सामग्री हालेको छ त्यो चाहिँ बाहिर निकालेर चाहिँ त्यसको चाहिँ हामीले वाङ दिने हो मोटो थाप्ने सिद्धि दिने आशीर्वाद दिने हो त्यो चाहिँ 29 तारिक हो भने 29 मा चाहिँ त्यो वाङ गुरु छाङ्गे अब गुरु रुमेशको 8वटा अवतारको चाहिँ दर्शन अब मार्क्स दान दर्शन दिने हो सबै दर्शन दिन्छ त्यो साथसाथै अरू पनि के भन्छ प्रोग्रामहरू पनि छ यहाँ चाहिँ अब चिया दिनु हुँदो रहेछ यहाँ पनि सँगसँगै गर्छ यहाँ चाहिँ अब यतिको सोसल वर्क चाहिँ हुनु पर्यो गेलाबाट यहाँ चाहिँ हाम्रो सेफ हुनुहुन्छ ठुलो सेफ यहाँ अब सोसल वर्क चाहिँ यतिको चाहिँ दिनु पर्यो बिहानै तातो तातो चिया लिनुहोस् तातो तातो गेलाले चाहिँ यहाँ चिया दिनुहुँदैछ सबैलाई उहाँको नाम चाहिँ दोर्जे ब्लग छ युट्युबमा सबैलाई चिया दिने दर्शनमा तातो तातो चिया बाँड्ने चाहिँ यहाँ गेला हुनेछ हुन्छ थ्याङ्क यू सो मच तपाईँलाई पनि सबै खाना लिएर आउनुहुँदैछ गुड मर्निङ यहाँ चाहिँ अब यो लोपेन्लाहरू चाहिँ खाजा लिनुहुँदैछ बिहानको ब्रेकफास्ट हिसे लोपेन्ला यहाँ खास केटा हो है यहाँ आसिङला पनि आउनुपर्छ गुड मर्निङ आसिङला फेबुलो यहाँ हाम्रो मर्निङ आचाला यहाँ चाहिँ थुक्पा रहेछ आजको खाना चाहिँ यहाँ जहाँ हुनुहुन्छ देखिया छ गुड मर्निङ निन्द्र यहाँ केटा चाहिँ कसको खाना खेप बोलाएको होला खाना यसो केही भनिदिनुहोस् न यसो गुड मर्निङ हजुर होइन हौ खाना कसको लानु भएको अलिकति केही दिनु नि दिनुहोस् न हौ हाँसेको यसो अलिकति खाना चाहिँ कसको लानु भएको भनेर चाहिँ अलिक भाइरल गर्नुपर्ने नमस्ते पर फेपोलो